सो गाइज तपाईँलाई नमस्कार, फेरि पनि स्वागत छ हजुरहरू नयाँ भिडियोमा। र आज चाहिँ मैले के विषय लिएर आएको छु भन्दाखेरि हिजो भर्खर मैले एउटा न्युज देखेँ जहाँ चाहिँ नेपालबाट अमेरिका जानुभएको इलिगल रूपमा जानुभएको नेपाली नागरिकहरूलाई अमेरिकाबाट ट्रेनमा पठाउनु भएको रहेछ। र जस अब इलिगल भएकोलाई त भने ठिकै हो, तर अब के त्यहाँ अहिले भर्खर पनि के न्युज देखेँ भन्दाखेरि लिगल्ली जुन बसिरहनु भएको छ जति नेपालीहरू, जस्तै ग्रिन कार्ड पाइसक्नु भएको नेपालीहरू पनि हुनुहुन्थ्यो, उहाँहरूलाई पनि अब पठाउन सक्ने सम्भावना चान्स प्रोभाबिलिटी छ भन्ने थियो मैले यस न्युज सुनेँ यो। र मलाई के लाग्यो भन्दाखेरि अब नेपालबाट अमेरिका गएर त्यहाँ बिजनेस गरिरहेको व्यक्तिहरू हुन्छ। अब त्यहाँ बिजनेस गर्नु भन्दाखेरि नेपालमै बरु त्यहाँ अमेरिकाको सट्टा यहाँ गरेको भए जस नेपालकै मान्छेले रोजगारी पनि पाउँथ्यो र जस बाहिर जानु पर्थेन, नेपाल रोजगारीको लागि बाहिर जानु पर्थेन नि त। र त्यत्रो अब लगानी गरेको हुन्छ उनीहरूले व्यापारमा, र अब ग्रिन कार्डै पाएको मान्छेलाई नि यता नेपाल पठाइदियो भने त सबै डुब्यो। अब फेरि नेपाल आफ्नै देश फर्किनु पऱ्यो। बरु अमेरिकामा जति कमाए पनि आफ्नै देशमा लगानी गरेर केही बिजनेस केही इन्डस्ट्री ठुलो खोल्यो भने पनि त्यहाँको आइडिया ल्याएर नेपालमा प्रयोग गर्यो भने पनि नेपालीहरूले जस बाहिर गएर दुःख पाउनु पाउँथेन अहिले जस्तै। त्यही भन्न चाहन्छु। अब हस्, धन्यवाद आजको लागि, नमस्कार।